वेलकम टु माई ब्लग। आजदेखि चाहिँ मेरो इभिनिङ ड्युटी सुरु भएको छ। त्यही भएर मैले कति बजे निस्केँ? 4:43 मा चाहिँ म निस्केछु घरबाट। हेरौँ कस्तोसम्म राति 11 बजीसम्म हो ड्युटी चाहिँ। ईदको अफर चलिरहेको छ, त्यही भएर चाहिँ रातिको ड्युटी। लेट्स सी कस्तो हुन्छ। आज चाहिँ इभिनिङको ड्युटीमा हिँडिरहेको। अब 4:44 भयो। 6 बजे 6:30 6:30 बजीतिर स्टार्ट हुने हो ड्युटी। अघि हिँड्नुपर्छ, कि ट्राफिक भेटेला केही भेटेला होइन, थाहा हुँदैन बाटोको। त्यही भएर हल्का अघि नै निस्केको। मेरो पार्किङ आयो। एउटा लुकिहाल्छ क्यामेराबाट। प्रशांत भाई। हाँ भाई, कैसे? पीछे तो देखो, क्या हाल है? पीछे तो देखो। हाँ, देख लिया। ये कैमरा इस तरह बोला अच्छा है यार, बहुत अच्छा है इसका। यो क्यामेराको गाडी आउँदैन क्या। लास्ट रहेछ। हिजो राति चाहिँ यहाँ पार्क गरेको यहीँ छ, दुईवटा गाडी सँगै छ। मैले चाहिँ ट्राई गरिरहेको छु भिडियो सानो गराउन। सबै 20 मिनट 25 मिनटको त्यस्तै भइरहेछ कि भिडियो मेरो। ठ्याक्क मैले चाहिँ सकेसम्म अब 10 मिनटको 15 मिनटको म्याक्स बनाउने कोसिस गर्छु। हेर के हुन्छ। अब चाहिँ पार्किङबाट निस्किसकेँ। सुरुमा पेट्रोल हाल्नुपर्छ। पेट्रोल हालेर अनि निस्किनुपर्छ। अन द वे नै पर्छ स्टेसन, त्यही बाटोमै हाल्नुपर्छ। मेरो गेट, मेरो बिल्डिङको एन्ट्रेन्स, म बस्ने बिल्डिङको, मेरो मतलब। ल अब हामी पेट्रोल पम्पमा पुगिसक्यौँ। अब पेट्रोल भराउनु यहाँको पेट्रोलको उस पनि कम्पनीले डाउन गरिदियो। यहाँबाट अब पेट्रोल हालेर अब लेट्स सी। लास्टै प्याक हुन लाग्यो कि यहाँ त, लास्टै अलिअलि होइन। अलिअलि होइन, आउटै प्याक हुन लाग्छ यहाँ त। अब एकछिन क्यामेरा अफ गर्नुपर्छ। फेरि किन भन्दा यहाँ देखाउन पाउँदैन यिनीहरूको फेसहरू। फकटको न्यू मात्रै खोज्यो भने। पेट्रोल हालिरहेको। पेट्रोलको प्राइस बढेर कति भएछ अहिले? 3.550। महँगो भयो पेट्रोल पनि, महँगो भयो। यहाँ त पेट्रोल परेर निस्किने हो कामको लागि। 5 बज्यो। ल अब पेट्रोल भरेर निस्किसक्यौँ। आज नि सेकेन्ड वेभ छ हाम्रो। ल अब चाहिँ हामी पेट्रोल भरेर निस्किसकेछौँ। आज नि सेकेन्ड वेभ छ, फर्स्ट वेभ छैन। भनेको चाहिँ 6:30 बजी हाम्रो एन्ट्री टाइम हुन्छ। 6:30 बजे सामान पिक गर्ने, अनि त्यसपछि बल्ल रुटमा जाने। आज थाहा छैन कुन चाहिँ एरिया हालेछ। होप्स एसपिआर होइन, होप्स अरू चाहिँ केही पनि हुँदैन। त्यो बाटो त अब सधैँ देखिराख्नु भएको छ हजुरहरूले। आज हजुरहरूलाई नाइटको काम भन्दै आउँछ कहिले कस्तो हुन्छ। अब चाहिँ अलमोस्ट पुग्न लाग्यो वेयरहाउसतिर होइन।
एक्जिट लेख्ने हो रोड भेजिटेबलको अनि गएर साइन छ अच्छा हल्का ट्राफिक छ बाटोमा किन होला यो टाइममा ट्राफिक हुन्छ क्या त्यही भएर म अगाडि नै निस्केको ट्राफिक जो मात्रै हुन्छ त्यो ढिलो पुगिन्छ हतार हतारमा हिँड्नु पऱ्यो फेरि भिडियो बनाउन पाइँदैन भ्लग बनाउन पाउँदैन किनभने हतारमा हिँड्दा पुरा ध्यान चाहिँ त्यो ड्राइभिङमा आउँछ त्यही भएर अनि फेरि म मोबाइल पक्रेर बनाइरहेको छु नि त अब क्यामेराबाट भन्नाले नि मोबाइलबाट बनाइरहेको छु मैले चाहिँ मोबाइल हातमा लिएर अनि यो चाहिँ अलाउ पनि छैन यो फेरि दुबईमा ड्राइभिङको टाइममा हातमा मोबाइल लिएर क्यामेरा युज गरिरहेको छु त्यही भएर पुलिसहरूसँग पनि बस्नु पऱ्यो सबैसँग बस्नु पऱ्यो दुबईमा फेरि लास्टै फाइन दिन्छ यतापट्टि पनि गइन्छ तर ट्राफिक छ बल धेरै छ अचाल त यो बाटो लिक्का पहिला चाहिँ यता सिधा गएर जान्थ्यो कुनै दिन जान्छु हजुरहरूलाई देखाउँछु त्यो बाटो पनि अहिले चाहिँ यो बाटो लिन्छु मैले राखेर गाडी नै गाडी छ अगाडि हिँड्नु पऱ्यो त्यहाँ एउटाले पुरेछ त भन्छ क्या चिया खानु बल्ल हामी चाहिँ होइरासबाट बाहिर निस्क्यौँ सामान पिक गरेर हजुरले हेर्न सक्नुहुन्छ सामान त आउँदा केही देखिन्न पुरै गाडी नै गाडी भरि छ हेरौँ अब कति बस्छौँ भ्याइन्छ लास्टै धेरै छ आज चाहिँ थुप्रो छ थुप्रो अझै पनि बाटोहरू देख्न सक्नुहुन्छ लास्टै धेरै छ प्याकेज 302 भइहालेको चाहिँ नेक्स्ट स्टपमा जान छ राति भइसक्यो धेरै नै अब लेट चाहिँ हेरौँ कस्तो भइन्छ अझै पनि सामान 14वटा स्टप गाडी यहाँ पार्किङ छ प्याकेज छ 37 काम चाहिँ भयो फाइनली ठ्याक्कै 10:53 मा होइन हजमानतिर जाँदैछु आज चाहिँ म बाइकको रुमतिर होइन त्यहाँ पनि देखाउँदैछु आउँछु रातिको 11 साढे 11 बज्छ होला बाइकको रुममा पुग्दा छ हेरौँ के हुन्छ थाकियो पुरा रातिको 11 बजे पनि यस्तो ट्राफिक छ बाटोमा
निस्किसकेँ म चाहिँ होइन। अब बाहिर काम गर्ने होटेल आउँछ। अब चाहिँ बाहिर काम गर्ने ठाउँ आयो। यता चाहिँ नयाँ होटेल बनिरहेको छ एटेन्सी। यो चाहिँ सेराटन होटेल हो। यो अगाडि एस लेखेको देख्नु भएको छ होला, त्यो चाहिँ सेराटन होटेल हो। बिचमा चाहिँ बन्द भएको थियो, अहिले फेरि ओपन भयो जस्तो छ। त्यो एउटा लाइट छ बिचमा चाहिँ, कति उसको लागि चाहिँ बन्द भएको थियो, अहिले चाहिँ खुलेछ। यो चाहिँ शारजा। अब शारजाबाट चाहिँ अब अजमान जाने हो। अजमान चाहिँ यही साइडमै छ। यो शारजा हो। त्यो अगाडि त्यो ठुलो बिल्डिङहरू देख्नु भएको छ होला, त्यो बिल्डिङहरू चाहिँ अजमान हो। दाइको होटेल आयो। यो चाहिँ दाइले काम गर्ने होटेल हो। यो कोरोन दामी छ होटेल। यो चाहिँ पछाडि होटेल ताक्ने यताउति हरेक सब बस्न मिल्छ। इफ म भोलि गएँ भने चाहिँ होटेलमा मलाई देखाउँछु होटेलको पनि। यो राउन्ड ओभर आयो। राउन्ड ओभरबाट उता चाहिँ अजमान हो क्या। अब यता चाहिँ शारजा पऱ्यो, उता चाहिँ अजमान पऱ्यो क्या। त्यहाँ चाहिँ जस्तै उतो बिल्डिङहरू देख्नुपर्छ नि, उता ठुलो बिल्डिङ, त्यो चाहिँ अजमानमा पऱ्यो क्या। त्यो चाहिँ अजमानमा पऱ्यो, यता चाहिँ शारजा पऱ्यो। यो होटेल छ शारजामा, आफ्टर द राउन्ड ओभर अजमान। यो चाहिँ बोर्डर हो। राउन्ड ओभर चाहिँ बोर्डर हो अजमान र शारजाको। अहिले म शारजामा, अब चाहिँ म अजमानमा। ल अजमानमा चाहिँ हेर्नुहुन्छ हामीलाई। यो चाहिँ अजमान। अब चाहिँ पुग्यो बित्तिकै। त्यही हो, पार्किङ खोज्नु चाहिँ साह्रो गाह्रो हुन्छ अब यहाँको होइन। पेड पार्किङ होइन, सब अनपेड हो होइन। यस्तै बाटोमा राखिराख्ने हो। यहाँ नि पाउँदैन क्या, तर लास्टै गाह्रो हुन्छ यहाँ पार्किङ खोज्न। उहाँ त अब पार्किङ किनेको थियो, त्यही भएर सिधै गयो, सिधै लगायो थियो। यहाँ त अब पार्किङ लास्टै गाह्रो हुन्छ, लास्टै। दाइ भाइहरू, दाइ र भाउजू चाहिँ सुतिसक्नुभयो होला। उहाँहरूको बिहान ड्युटी छ। कता पो हो र पार्किङ पाउने छ। यो गाडी पनि के साह्रो सुस्तो चलायो। यहाँ पार्किङ पाएँ त हो मैले। बिल्डिङ चाहिँ यही हो, यो अगाडिको बिल्डिङ हो। यहाँ पार्किङ पाउन कहाँ मुम्किन भने जस्तो। यसलाई छोड, बाटो हेरौँ। पार्किङ पाइए त हुन्थ्यो प्रभु, नजिकै पाइयो त हुन्थ्यो। भोलि हिँड्न पर्दैन। एउटा गाडी त निस्कियो कि खोजेर यसले पनि नपाएर निस्केको कि पार्किङ खाली गरेर निस्केछ। खाली गरेर निस्के पनि त हुन्थ्यो नि। बाटो एउटाले खुसी हुनुहुन्थ्यो भनेको यहाँ जाने त जे हुन्छ नि। छ्या छैन क्या, पार्किङै छैन।
पार्किंग ही नहीं है यार। तो यार यहाँ पार्किंग करना भाइको बिल्डिङ यही हो भाइ बस्ने बिल्डिङ के गरौँ पार्किङ पो छैन एन्ट्रेन्स यहाँ छ ल फाइनली पार्किङ पाइयो अब चाहिँ बिल्डिङतिर जाँदै आइपुग्यौँ बिल्डिङमा अब माथि जाने अब चाहिँ लिफ्टमा जाँदै सेकेन्ड फ्लोरमा हो अब आयो दाइको रुम नेपालको झन्डा छ सुरुमै लन्टी लक छ तँलाई चाहिँ फोन गर्नु थियो मैले को फोन बसिरहेछ भिडियो आएर